Hello, 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 hello. Welcome back to Ignite Pod. Hey, तपाईँहरूलाई स्वागत छ इग्नाइट पडमा अनि मसँग आज हुनुहुन्छ पास्टर योएल अनि म आज चाहिँ यो आजको पडको म चाहिँ होस्ट हो म चाहिँ आज सञ्चालन गर्नेछु अनि पास्टर योएललाई हाम्रो यो पडमा म स्वागत गर्न चाहन्छु. Thank you. सबैलाई जय मसीह. How you been, Pastor? How was your week? कस्तो रह्यो त तपाईँको हप्ता? एकदम राम्रो भनौँ न एकदम kind of like a busy छ है? busy week छ अनि सबै कुरा राम्रै प्रभुको अनुग्रहमा है. राम्रो छ चर्चहरू होइन चर्च मिनिस्ट्री फ्यामिली काम होइन सबै कुराहरू मिक्स हुँदाखेरि राम्रै बितिरहेछ. एकदम 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 एकदम. एनिवे अनि तिम्रो चाहिँ के छ भनेर मेरो सोधेन भने होइन यता सोधेन त मलाई त सोधेन त म होस्ट गर्दिनँ म सबै काट्छु है यो चाहिँ भने अब गाह्रो प्रश्न सोध्छु मलाई सोधेन एनिवे मेरो पनि ठिकै बितिरहेछ. तिमीलाई थाहा छ होइन म पढिरहेको छु अनि मेरो होमवर्कहरू हुन्छ होइन अनि कतिवटा कुराहरू होइन एउटा नर्मल एउटा पास्टरले जतिको म गर्न सक्दिनँ विच इज माई एउटा विकनेस अनि एउटा ग्रोइङ स्पेस पनि हो मेरो अहिले. अनि त्यो भएर आई एम रियली थ्याङ्कफुल फर फ्रेन्ड लाइक यु पास्टर ममता अनि अरू लिडरसिप टिम जसले चाहिँ मेरो एउटा इनेबिलिटीमा धेरै हेल्प पुऱ्याउँछ होइन त्यसको लागि थ्याङ्कफुल छु म. एकदम बिजी छ भनौँ न. Yeah, I can see that, yeah. एनिवे म तपाईँलाई एक दुईवटा लास्ट विकको सर्मन सम्झिँदाखेरि लास्ट विकको सर्मन सम्झिँदाखेरि होइन अनि त्यसकै बारेमा हामी छलफल गरौँ न आज होइन. अनि विशेष गरेर तिमीले लास्ट विक यो कन्टेनमेन्ट इङ्ग्लिसमा चाहिँ कन्टेनमेन्ट भन्छ नेपालीमा चाहिँ के भन्छ सन्तुष्टपन एकदम तिमीले यो फिलिपीको पुस्तकबाट बोलेको थियौ. किन चाहिँ तिमीलाई क्या यो चाहिँ वाइ यु फिल निड अफ दिस सर्मन यो आवश्यकता अथवा केले चाहिँ प्रेरणा गरिरहेको थियो कि यो प्रिपेयर गर्दाखेरि? मैले जुन यो कन्टेनमेन्ट भन्ने यो जुन टपिक इट्सेल्फ होइन सन्तुष्टपना भन्ने जुन चाहिँ हाम्रो जीवनमा अनि यो यसलाई मैले धेरै अगाडिदेखि मैले यसलाई मेडिटेसन चाहिँ गरिरहेको थिएँ. अनि किन मलाई यसले अलिकति भनौँ न प्रेरणा गर्ने भन्ने अनि मेडिटेट गर्ने एउटा कसरी बनायो भन्दाखेरि एक प्रकारले अहिले संसारमा हेऱ्यो भने होइन अहिले संसारमा हेऱ्यो भने यति धेरै दौडधाड छ कि तँ छोड कि मै छोड होइन को चाहिँ अगाडि बढ्ने होइन को चाहिँ फर्स्ट हुने अनि को धनी हुने को चाहिँ होइन टप हुने एक प्रकारको त्यो रेस छ क्या एक प्रकारको रेसलेस रेस भन्छ यसलाई चाहिँ होइन. अनि त्यो भएको कारणले गर्दाखेरि पनि यसले मलाई धेरै एक प्रकारको त्यो मेरो जुन ममा भएको पिस होइन जुन चाहिँ शान्ति छ त्यो शान्तिहरू खोसिरहेको एक प्रकारको महसुस भइरहेको थियो क्या. अनि मलाई लाग्छ मलाई मात्रै होइन होला संसारमा धेरै मानिसहरूलाई अहिले यो भइरहेको छ क्या जुन चाहिँ हामीमा हुनुपर्ने ख्रिस्टले हामीलाई दिनुभएको शान्ति दिनुभएको छ अनि यो शान्ति चाहिँ खोसिरहेको मैले महसुस गरिरहेको थिएँ. अनि त्यो भएको कारणले गर्दाखेरि पनि अनि यो जुन चाहिँ सन्तुष्टपन यो जुन चाहिँ कन्टेन्टमेन्ट होइन हाउ टु लर्न टु बी कन्टेन्ट भन्ने जुन छ नि होइन सन्तुष्ट कसरी हुने हामी कसरी लर्न गर्ने यसलाई कसरी सिक्न सकिन्छ भन्ने विषयमा चाहिँ मलाई यो भन्नको लागि चाहिँ एकदम प्रेरणा मिलिरहेको थियो क्या. यस डेफिनेटली तिमीले सर्मन सुरु गर्दा तिमीले एउटा क्वेसन सोधेर सुरु गरेको थियौ नि कसलाई धेरै बाँच्नु मन छ होइन कसलाई स्वास्थ्य रहनु मन छ भनेर तिमीले क्वेसन सोधेको थियौ अनि सबैले हात उठाएको थियो चर्चमा अनि तिमीले चाहिँ अनि सुरु गर्यौ हामी चाहिँ यो सन्तुष्ट हुनु ख्रिस्टमा सन्तुष्ट हुनु हामीले सिक्नुपर्छ भन्ने कुरालाई तिमीले राखिरहेको थियौ. एकदम शक्तिशाली लागिरहेको थियो मलाई त्यो सर्मन एकदम म आफैलाई पनि एकदम च्यालेन्जिङ लागिरहेको थियो यो सर्मन किनभने यो तिमीलाई कस्तो लाग्छ क्या अब यो सर्मन तिमीले बोल्दै थियौ होइन अब कतिचोटि मान्छेहरू चाहिँ अब हुन्छ नि अब धेरैको पछि लाग्दाखेरि अथवा हुन्छ नि अब आफ्नो गोलले मात्रै असन्तुष्टि पारेको हो कि अथवा संसारमा विभिन्न कुराहरू भइरहेछ नि अहिले होइन अहिले हेऱ्यो भने लडाइँ भइरहेको छ होइन विभिन्न रसिया युक्रेनमा लडाइँ भइरहेछ यता
यहाँनिर इजरायल र गाजामा त्यस्तो लडाइँहरू भइरहेछ, विभिन्न लडाइँहरू भइरहेछ। यसमा पनि हामीले लर्न गर्नुपर्छ कि यो कस्तो हो कन्टेनमेन्ट? यो पनि एउटा एक प्रकारको यो असन्तुष्टिपनाको कारणले गर्दाखेरि पनि भएको यो मलाई लाग्छ जहाँसम्म होइन। अनि मान्छेमा किन अशान्ति हुन्छ भन्दाखेरि नम्बर 1 त एउटा असन्तुष्टिपनाको कारणले गर्दाखेरि पनि हो। अनि मान्छे किन विक हुन्छ, मान्छे किन रोगी हुन्छ, मान्छे किन छिटो मर्छ भन्दाखेरि एक प्रकारको हेऱ्यो भने एउटा असन्तुष्टिपनाले हुन्छ क्या भित्र गएर भने हेऱ्यो भने धेरै जस्तो अब चाहिँ त्यो हुन्छ क्या मान्छेमा। अनि मलाई लाग्छ जुन चाहिँ अब यो वार भइरहेको छ होइन, त्योभन्दा म ठुलो होइन, त्यसको पनि पछाडि चाहिँ नि एउटा जरा चाहिँ त्यो नै रहेछ क्या। हो अनि एक प्रकारको त्यो हेऱ्यो भने भित्र गएर हेऱ्यो भने नि यही पाउँछौँ क्या हामीले, असन्तुष्टपना पाउँछौँ क्या हाम्रो जीवनमा। अनि यो कुराले गर्दाखेरि धेरै नराम्रो हाम्रो जीवनमा इट्सेल्फ यसले चाहिँ हामीलाई तित्तोपना पनि बनाइदिन्छ क्या। अनि जुन चाहिँ हामी बाहिर एउटा हाँसिलो मुहार देखाएर होइन, भित्र चाहिँ हामी एउटा सेयिङ छ नि क्या, मुटुमाथि ढुङ्गा राखी हाँस्न परिरहेछ भन्ने एउटा गीत छ नि होइन, त्यस्तो मात्रै हुन्छ क्या भन्नै पर्दाखेरि। एनिवे तिमीले यो सर्मनलाई एउटा यो फिलिपीको पुस्तकको यो 4बाट तिमीले बेस बनाएर सर्मन बोलेको थियौ होइन। अनि यो एकदम इम्पोर्टेन्ट अनि फेमस क्या हो, एकदम प्रसिद्ध यो भर्सलाई तिमीले कोट गरेको थियौ नि त, फिलिपी 4:13 ख्रिस्टले मलाई सबै जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सबै कुरा गर्न सक्छु भन्ने। अब मैले त्यो सर्टहरूमा लाएको, इभन उयोतिर लाएको, कारमा स्टिकरहरू लाएको, किचनमा स्टिकरहरू लाएको देखेको छु क्या यो। अनि सुनिँदाखेरि कस्तो डिफ्रेन्ट सुनिन्छ क्या, ओह म त सबै कुरा गर्नु सक्ने क्षमता प्रभु येशूले चाहिँ मलाई दिनुभएको रहेछ भन्ने त्यो बुझिन्छ। अनि एउटा शक्तिको कुरा बुझिन्छ क्या त्यहाँनिर होइन, त्यो भर्सलाई मात्रै। तर तिमीले त्यसको कन्ट्याक्स भनिरहेको थियौ नि, कन्ट्याक्समा त डिफ्रेन्ट कुरा तिमीले भनिरहेको थियौ, त्यो अलिकति भनिदेऊ न के चाहिँ हो खास चाहिँ यो? वास्तवमा यहाँनिर जुन चाहिँ पावलले यो लेटर लेखेको थिए है, अनि यो लेटरमा खास चाहिँ भन्नुपर्दा यसको कन्ट्याक्सको जुन यो लेटरको कन्ट्याक्स चाहिँ के थियो भने सन्तुष्ट रहनु भन्ने छ क्या। यहाँनिर अलिक अगाडि हामीले यहाँनिर 4:11देखि 11देखि पढ्यो भने यहाँनिर के भन्छ भने, खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु भन्छ क्या। अनि कसरी होचिन र कसरी बढ्न म जान्दछु होइन, परिपूर्णतामा होस् वा भोक प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहन मैले सिकेको छु भन्छ क्या। अनि मात्रै आएर यहाँ के भन्छ भने, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु भन्छ क्या। तल आएर मात्रै भन्छ कि यसको कन्ट्याक्स चाहिँ यहाँनिर माथि गएपछि माथि पढ्यो भने मात्रै थाहा हुन्छ कि पावलले के कुरामा भन्नु खोजेको रहेछ भन्ने कुरा। अनि पावलले यो भनिरहेको थियो कि यो चाहिँ खासै चाहिँ भनेको के हो भने ख्रिस्टमा मात्रै सन्तुष्ट पाउँछ है, ख्रिस्टमा मात्रै, ख्रिस्टले मात्रै मलाई सन्तुष्ट दिनु सक्छ भन्ने कुराहरू भनिरहेको थियो क्या यहाँनिर। तिमीले इन्स्टेन्सहरू दिइरहेको थियौ नि, जस्तै हामी संसारमा त जो पनि असन्तुष्टि छ क्या, असन्तुष्टि हुने कारणहरू प्रशस्तै छ। जस्तै तिमीले भनिरहेको थियौ मलाई अल्गो हुनु मन छ होइन, अथवा स्लिम हुनु मन छ होइन, मलाई अथवा तिमी जस्तै अब सहनशील हुने मन छ होइन। यस्तो अब कसैलाई अलिकति मोटो, घट्नु, चेप्टे नेप्टे होइन, विभिन्न मान्छेहरूको आफ्नो आफ्नो कारणहरू छ क्या, जुन चाहिँ असन्तुष्टि मान्छेलाई गराएको छ क्या। अनि तिमीले उयसको पनि कोट गरिरहेको थियो क्या, इकोनोमिस्ट आदम के पो हो उसको त, सानोमा हामीले पढेको आदम स्मिथको त्यो फेमस तिमीले कोटेसन युज गरिरहेको थियो नि, वाट इज द्याट? ह्युमन्स वान्ट्स आर अनलिमिटेड भन्ने क्या, जुन चाहिँ हाम्रो इच्छाहरू छ नि त्यो चाहिँ अनलिमिटेड हो क्या। यो जुन आदम स्मिथले भनेको छ नि यो साँच्ची नै हो क्या। हामीले जति नै भन्यो नि संसारै हासिल गरे पनि हामीलाई अर्को संसार चाहिन्छ क्या हामीलाई। अहिले हेर न अब इलोन मस्क मान्छेले हेर जुनमा पुग्यो भन्छ होइन, के गर्यो भन्छ, अब मार्समा पुग्नु खोजिरहेको छ मान्छेहरू होइन। एक प्रकारको त्यो छैन क्या, जुन चाहिँ सन्तुष्टपना छैन।
इट डजन्ट मिन बाई फेरि यसले कन्टेन्ट हुनुपर्छ भनेर घरमै बसेर म त शान्तिमा छु हेटेरिका मलाई त म त कन्टेन्टमा बस्न चाहन्छु भन्ने पनि होइन यसले फेरि यो सिकाउँदैन फेरि यसले चाहिँ यस पावललाई हेऱ्यो भने खासै पावलको जीवन यस्तो बिजी लाइफ थियो नि पावलको उसले त वर्क गर्थ्यो क्या ऊ त हि वाज अ टेन्ट मेकर क्या अनि टेन्ट मेक गर्दा गर्दा उसको त बिजनेस थियो उसले त्यो काम गर्दा गर्दा उसले त सेवाकाई पनि गर्थ्यो क्या मान्छे हेऱ्यो भने सँगसँगै उसको त्यो लगेको थियो उसले त यहाँनिर खासै यहाँनिर कति मण्डलीहरूले यहाँनिर के अरे उयो पनि पैसा पनि पठाएको छ क्या उसको सेवाकाईमा होइन अनि यहाँ खासै अगाडि यहाँनिर पढ्यो भने पनि यहाँ पाउँछ खाँचो पऱ्यो भनेर मैले गुनासो पोखाएकै होइन भनिरहेको छ होइन उसलाई त प्रशस्त थियो क्या खासै भन्नुभयो त कतिपटक होइन कसरी भन्दाखेरि हि वाज हार्ड वर्किङ म्यान ऊ त हार्ड वर्किङ म्यान थियो नि हेर्ने भने होइन सन्तुष्ट अब बिब्लिकल सन्तुष्ट भनेको चाहिँ अब अल्छे हुनु होइन भन्नु खोजेको तिमीले एकदम होइन त्यो चाहिँ एकदम कहिलेकाहीँ चाहिँ सन्तुष्ट हुनुपर्छ शान्तिमा रहनुपर्छ होइन अब हामी चाहिँ विश्राम लिनुपर्छ भन्ने यो आइडियाले चाहिँ मान्छेहरू चाहिँ अब अल्छे भएको त्यो अब त्यो हेऱ्यो भने त अब कमिलालाई गएर हेर भन्छ त्यो भन्नु खोजेको होइन बिब्लिकल सन्तुष्ट भनेको चाहिँ त्यो होइन भन्ने कुरा तिमीले स्पष्ट पारिरहेको थियो त्यो पनि एकदम राम्रो अनि तिमीले त्यहाँनिर यो अघि तिमीले त्यो भर्स पढ्दाखेरि सिकेको छु भन्ने शब्दलाई तिमीले धेरै त्यहाँ प्रयोग गरिरहेको थियौ क्या सन्तुष्ट हुनु मैले सिकेको छु यस्तो भन्ने यो सिकेको छु भन्ने यो भर्ब आउँछ अथवा प्रभुले दिनुहुन्छ भन्दा पनि यो पावलले चाहिँ मैले सिकेको छु भन्ने यो क्या पावलको एक प्रकारको यो लर्निङ जर्नी चाहिँ मेरो तर्फको एउटा रेस्पोन्सिबिलिटी हो है होइन भन्ने कुरा तिमीले एउटा गरिरहेको थियौ नि के यो अलिकति एक्सप्लेन गर न यो जुन चाहिँ फिलिपीको पुस्तकमा हामी पाउँछौँ होइन सन्तुष्ट रहन मैले सिकेको छु भन्छ नि होइन अनि यो चाहिँ के भन्छ एउटा इक्जाम्पल दिनुपर्दा यो माइक्रोवेभ होइन क्या जुन चाहिँ हामी यहाँ ठ्याक्कै एउटा पपकर्न ल्याएर आयौँ होइन बजारबाट पपकर्न भनौँ न अब मकै लिएर आयो ठ्याक्कै माइक्रोवेभलाई बुढो पड्किन्छ एकैतालमा यति भरि मकै हुन्छ क्या होइन त्यो होइन क्या यो जुन चाहिँ सन्तुष्टपना चाहिँ हामीलाई एकैतालमा फ्याट्टै आउने होइन क्या सोच्ने बित्तिकै ओहो म सन्तुष्ट हुन चाहन्छु अबदेखि चाहिँ भनेर ठ्याक्कै एकैतालमा हुने होइन रहेछ क्या यो इट टेक्स टाइम यस्तो चाहिँ यो चाहिँ काइन्ड अफ लाइक ओभन जस्तो हो क्या बिस्तारै गल्नु पऱ्यो क्या अनि बिस्तारै पाक्छ यसले चाहिँ पाक्दै 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 जाने यो चाहिँ सिक्ने क्रम हुँदो रहेछ यसमा चाहिँ इट टेक्स टाइम सन्तुष्टपनामा चाहिँ अनि त्यो रहेछ अनि जब हामी पाक्छौँ अनि बिस्तारै बिस्तारै चाहिँ हामीलाई थाहा हुन्छ कि ओहो सन्तुष्टपना त यहाँ पो रहेछ भन्ने कुरा क्या मैले त्यो एउटा जोक सुनेको थिएँ क्या एउटा मान्छेले प्रार्थना गर्थ्यो अरे क्या प्रभु मलाई धैर्य दिनुहोस् धैर्य अहिले दिनुहोस् भन्थ्यो अरे क्या धैर्य पनि मागिरहेको त्यस्तै क्या अब हुन्छ नि अब यो सन्तुष्ट पनि एकदम हो म एकदम यो साधारण विषय जस्तो लाग्छ तर यो शक्तिशाली विषय हो कि सबै क्षेत्रमा यसले चाहिँ ठ्याक्कै अड्काएर राखेको छ क्या होइन सन्तुष्ट हुनु जानेन भने मान्छेहरू धेरै बिमारी भएको मानसिक एकदम बिमारहरू अहिले फैलिएको होइन कारण पनि मलाई यसकै जरा जस्तो लाग्छ क्या असन्तुष्टि होइन मान्छेहरू सन्तुष्ट छैन एउटा कुरामा सन्तुष्टि छैन खालि वाट इज नेक्स्ट होइन एउटा सिक्ने क्रम रहेछ भन्ने कुरा चाहिँ तिमीले दामी एक्सप्लेन गरिरहेको थियौ क्या अनि विच इज तिम्रो आफ्नै जीवनबाट पनि एकदम म देख्छु क्या अब तिमी एकदम यस्तो जस्तै न्युज तिमीलाई सुनाउँदा पनि जस्तै परिस्थितिमा पनि तिमी एकदम छिट्टो रियाक्ट गर्दैनौ कि एउटा हुन्छ नि बिस्तारी सोचेर त्यसलाई प्रोसेस गरेर जस्तै सँगसँगैमा म अलिकति आत्तिन्छु म रियाक्ट गर्छु होइन त्यसले ला हो र भनेर आत्तिन्छु तर तिम्रो त्यसको हुन्छ नि प्रतिक्रिया दिने त्यो म बेग्लै लाग्छ क्या अनि त्यो तिम्रोमा छ एकदमै त्यो जुन तिमीले आफूले पनि जिएको कुरा तिमीले प्रचार गरिरहेको थियो क्या लास्ट विक द्याट्स वाइ आई थिङ्क मलाई चाहिँ एकदम शक्तिशाली लागिरहेको थियो क्या त्यो वचन तिमी आफैमा त्यो वचनको त्यो हुन्छ नि तिमीले बोलेको वचनको एउटा उदाहरण एउटा मेसेज तिमी आफै उभिरहेको थियौ क्या अगाडि होइन त्यो भएर नि मलाई त्यो शक्तिशाली लागिरहेको थियो आई थिङ्क तिमीले यो पहिल्यैदेखि त अब
त्यस्तो भएर त आएको होइन होला, लर्न गरेकै हो मैले लर्न गरेको जुन एकदम। यो चाहिँ म्याच्युरिटी पनि हो एउटा त होइन। अब यो जुन चाहिँ जति लर्न गऱ्यो मान्छेले त्यति धेरै म्याच्योर हुने त हो। अनि एक प्रकारको मलाई चाहिँ कस्तो लाग्छ भने म चाहिँ पिसमा क्या हुँदैन, म शान्तिमा बस्न चाहन्छु क्या। खासै भन्नुपर्दा मेरो जीवनको एउटा उयो नै छ भने, उद्देश्य चाहिँ के हो भने म शान्तिमा बस्न चाहन्छु। इट डजन्ट मिन बाई अब शान्तिमा बस्ने म केही नगरिकन बस्ने भन्ने पनि होइन होइन। मैले तिमी बोल्दा बोल्दै भए पनि अब कतिजना मान्छेले अब पास्टर योवेललाई कतिलाई चिन्नुहुन्न, इज जसले पनि सोध्छ बुझेको मान्छेले इज द वान अफ द कुलेस्ट गाई क्या, जसले चिन्छ कुलेस्ट गाई। तर इन सेम टाइम आई थिङ्क म के पनि भन्छु भने म छेउबाट देखेको कारणले गर्दा वान अफ द हार्ड वर्किङ गाई हो क्या। घरमा कहिले पनि चुप लाएर बसेको हुँदैन, काम मेरो जे। मैले अस्ति मेरो श्रीमतीसँग कुरा गरिरहेको थिएँ, जुन क्षेत्रमा पस्छ यो मान्छेले त्यहाँनिर क्या हुन्छ नि राम्रो गरेर त्यो ठाउँमा मजाले त्यो छवि जमाइहाल्छ। म पपाएस अस्ति भर्खर त्यो गाडी सट्टै जाँदाखेरि पपाए सट्टै क्रस गरेँ क्या होइन, त्यो पहिलो लुगा लगाएको मान्छेहरू देखेँ क्या। अनि मैले क्रिस्टिनालाई भनिरहेको थिएँ क्या, यस्तो ठाउँमा पनि यो मान्छे क्या हो त्यत्रो माथि पुगेको थियो यार, त्यो अब किचनमा काम गर्दै 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 माथि पुगिसकेको थियो भन्ने क्या। मैले जस्ट साइड नोट होइन, हो तिमी कुल छौ, त्यसमा अब शान्त स्वभावको छौ होइन, त्यसको मतलब यो होइन कि तिम्रै आफ्नै लाइफबाट पनि मैले चाहिँ के भनिरहेको थिएँ भने क्रिस्टिनालाई कस्तो लिभ गरेको छ है यो मान्छेले क्या हुन्छ नि यो सन्तुष्ट भन्ने कुरालाई होइन। अनि आफ्नो जीवनमा सन्तुष्ट भएको अर्को पक्ष चाहिँ अब हार्डवर्किङ पनि इक्वली हो क्या होइन। तिम्रो अब त्यो सन्तुष्ट मान्छे चाहिँ काम गर्दैन भन्ने होइन क्या, यो बिब्लिकल सन्तुष्ट चाहिँ त्यो होइन। अवश्य होइन नि या। अनि एउटा त अब ट्रस्ट पनि हो। अनि मैले जुन चाहिँ छुवाइरहेको थिएँ लास्ट विक मैले त्यो वचनमा होइन, एउटा ट्रस्ट हुनुपर्छ भन्ने क्या हुँदैन। त्यो जुन चाहिँ एक प्रकारको ट्रस्ट हुन्छ नि, भरोसापन क्या ख्रिस्टमा। अनि जति कुरा मैले whatever होइन, मैले जे कुरा गरेँ पनि, जस्तो म सक्सेस भए तापनि आई गिभ क्रेडिट टु हिम क्या, गड होइन, परमेश्वरले गर्नुभएको। अनि त्यहाँबाट मात्रै सन्तुष्टपना आउँदो रहेछ क्या वास्तवमा भन्नुपर्दा रह्यो। अनि हाम्रो जीवनमा नि यदि हामीले जस्तै कुरा गरे तापनि, संसारै हासिल गरे तापनि, यदि हामीले ख्रिस्टलाई साँच्ची नै हामीले भरोसा गरेर ख्रिस्टले गरेर भने हो यो त सबै भएको भन्यो भने सकिन्छ क्या। त्यो जुन चाहिँ हाम्रो जुन चाहिँ त्यो एक प्रकारको दौडहरू जुन चाहिँ सकिन्छ क्या। अनि कतिखेर चाहिँ हुँदो रहेछ भने नि यो रेस्टलेस भनौँ न, हाम्रो यो जीवन कतिखेर रेस्टलेस हुँदो रहेछ भने जब चाहिँ आफै गर्नु खोज्छ क्या एभ्री कुराहरू। अनि यु वान्ट टु बी क्या चिन्नु चाहिँ मलाई चाहिँ मैले मेहनत गरेको कारणले गर्दा मलाई चाहिँ चिनोस् भनेर जब हाम्रो जुन चाहिँ त्यो मोटिभ हुन्छ नि, त्यहाँदेखि उता चाहिँ असन्तुष्टिपना हुन थाल्छ त्यो एउटा मान्छेमा। अनि त्यो मान्छे कहिले पनि रेस्ट हुँदैन रहेछ क्या। अनि तर जब हामीले जे कुरा गर्दा नि ख्रिस्टले गर्नुभएको भन्ने कुरामा हामी जोड्छौँ भने नि, जे मैले सक्सेस गरेँ नि इज क्राइस्टको कारणले गर्दाखेरि मैले उहाँलाई भरोसा गर्न सिकेको कारणले गर्दाखेरि क्या। त्यसले मात्रै हामीलाई सन्तुष्ट दिँदो रहेछ। हो, तिमीले के भनिरहेको थियौ भने त्यहाँनिर मजाको यो सेन्टेन्ससँग तिमीले एड गरिरहेको थियौ, हाम्रो सन्तुष्ट चाहिँ परिस्थितिबाट आउँदैन तर ख्रिस्टमा गरेको भरोसाबाट आउँछ भन्ने क्या हुन्छ नि। साह्रो राम्रो कुरा भनिरहेको थियौ कि तिमीले। त्यो परिस्थितिले त कहिले पनि हुँदैन नि होइन। अहिले तिमीले 100 कमाउलाऊ होइन, 1-2 दिनमा तिम्रो त्यो बिल बढ्दै जान्छ होइन, कहिले सन्तुष्ट हुँदैन होइन। अस्तिसम्म मलाई अब टेस्ला भन्दाखेरि कस्तो खतरा लाग्थ्यो होइन, टेस्ला भयो अब म के अर्को वाट इज नेक्स्ट होइन, हो यस्तो हुँदो रहेछ क्या मान्छेमा चाहिँ होइन। अनि त्यो हुन्छ नि त्यो परिस्थितिले सन्तुष्ट गराउने मान्छेहरू चाहिँ असन्तुष्टि हुन्छै हुन्छ। किनभने परिस्थिति त जहिले पनि परिवर्तन भइरहन्छ नि त। परिस्थिति चाहिँ हाम्रो जग हुनु हुँदैन रहेछ भन्ने कुरा क्या, एकदम हुनु हुँदैन। परिस्थिति त जहिले बद्लिन्छ नि त होइन। अहिले तिमी सम्पूर्ण होला परिस्थितिको कुरा गर्ने कन्ट्याक्समा हेर्ने हो भने, तर यो सम्पन्नता सधैँ खुसी सधैँ होइन अब भरिपूर्ण त्यो त हुँदैन नि त। जीवन हो कहिलेकाहीँ बाइबलले नि भनेको छ दुइटै
जगमाथि हुरी पानीहरू Oh, बज्रिएको छ होइन yeah. जीवन हो कहिलेकाहीँ हामी तल जानुपर्छ कहिलेकाहीँ माथि जानुपर्छ होइन परिस्थितिमा भर पर्यो भने त डेफिनेटली नि त्यो लड्छ त्यो भएको कारणले गर्दाखेरि परिस्थिति चाहिँ हाम्रो जग बनाउनु हुँदैन हाम्रो जग चाहिँ ख्रिस्ट मात्रै हुनुहुन्छ क्या वास्तवमा भन्नुपर्दा ख्रिस्ट मात्रै हो हामीले जब ख्रिस्टलाई हामीले जग बनाउने थाल्यो भने नि हामी सन्तुष्टि रहन सिक्छौँ क्या किनभने मैले गरेको होइन नि त मैले गरेको भन्नु थाल्नु बित्तिकै असन्तुष्टि पैदा हुन थाल्छ क्या त्यहाँनिर सुरु हुन थाल्छ क्या त्यो जड जुन चाहिँ सानो कुराहरू सुरु हुन थाल्छ क्या त्यो प्राइड एक प्रकारको होइन अनि त्यो कुराले गर्दाखेरि असन्तुष्टि बढ्न थाल्छ क्या हाम्रो जीवनमा अनि त्यही भन्छ नि त पावलले पनि होइन यहाँनिर अनि सबै परिस्थितिमा चाहिँ म सन्तुष्ट रहन मैले सिकेको छु भन्छ क्या अनि त्यो परिस्थितिलाई उसले जग बनाएको छैन क्या यहाँनिर ख्रिस्ट चाहिँ जग बनाउनु खोजेको छ क्या यो कन्ट्याक्स हेऱ्यो भने यहाँनिर अनि तिमीले त्यो कन्ट्याक्समा त्यो पावलको त्यो हुन्छ नि ऐतिहासिक एउटा पृष्ठभूमि पनि देखाइरहेको थियो पावल त्यतिखेर एकदम जेलमा थियो होइन अनि त्यो प्रिजनमा परिरहेको मान्छेले यहाँनिर त्यस्तो अवस्थाकै कुरा गर्ने हो भने त असन्तुष्टि मान्छे त ऊ हुनुपर्ने होइन यो जुन चाहिँ यो फिलिपीको यो पुस्तक यहाँ लेखेको छ नि अनि जुन यो लेटर छ यो लेटरमा हेऱ्यो भने नि पावल खासै रोममा यतिखेर जेल थियो जेलमा परेको थियो फर्स्ट टाइम परेको क्या उसको जुन चाहिँ यो के अरे सुसमाचारको कारणले गर्दाखेरि ऊ जेलमा परेको छ अनि यसको ब्याकग्राउन्डमा हेऱ्यो भने त्यो क्या खासै चाहिँ अनि जेलमा हामी अहिले यहाँनिर हेऱ्यो भने हाम्रो यहाँनिर जेलमा पर्ने मान्छेहरूलाई सोध्यो भने दे हेभ एभ्रिथिङ क्या अघि हामीले मात्रै भर्खर सुन्दै थियौँ मलाई बाहिर निस्किनु भन्दा मलाई भित्र नै ठिक छ भने एउटा भाइले भन्दै थियो अरे क्या यहाँ हेर न होइन जेलमै राम्रो छ जेलमै राम्रो छ हेर जेल त खासै भन्नुपर्दा सजै हो क्या सजै हो क्या जेल भन्नु बित्तिकै एउटा मैले लास्ट विक मैले यो के अरे सम्झिरहेको थिएँ कि यो जेल चाहिँ के रहेछ हौ भन्ने कुरा यसो सम्झिरहेको थिएँ कि जेल चाहिँ यस्तो हो कि तपाईँको फ्रिडम खोसिएको हो क्या फ्रिडम खोसिएको हो नि यु क्यानट डु एनिथिङ क्या यु हेभ नो फ्रिडम यु हेभ नो राइट सक्यो क्या तिमी त्यो भन्नु खोजेको हो क्या खासै भन्नुपर्दा यो समयमा पावलको जीवनमा हेऱ्यो भने त त्यो झेल र अहिलेको झेल हेऱ्यो भने त आकाश पाताल छ क्या मान्छे पावललाई त ठिङ्गुरो हालेर राखेको भन्छ ठिङ्गुरो भनेको हामीले खासै यहाँनिर रिसर्च गरेर बाइबलमा हामीले हेऱ्यो भने कस्तो हो भन्ने कुरा तपाईँ हामीले देख्न सक्छौँ क्या त्यस्तो क्या ऊ अब नराम्ररी हिँड्नु सक्थ्यो उसलाई होइन त्यो थियो क्या अहिले हामी अमेरिकामा डिफ्रेन्ट छ तर नेपालमा जेलमा बस्नुहोस् न के हुन्छ भुटानमा जेलमा बस्नुहोस् भुटानमा बसे जेलमा बसेको मान्छेलाई सोध्नुहोस् कि कस्तो चाहिँ हुन्छ भन्ने कुरा क्या अहिलेको समयमा वर्तमान अवस्थामा त त्यस्तो छ कतिवटा कन्ट्रीहरू झन् त्यो समयमा जुन बेला चाहिँ एकदमै एउटा शक्तिशाली एउटा शासक नै विरुद्धमा थियो जुन क्रिस्चियन होइन विश्वासको होइन उनीहरूलाई झन् कस्तो पनिसमेन्ट दिन्थ्यो होला क्या कस्तो ठाउँ कस्तो परिस्थितिमा राखेको थियो होला क्या होइन ऐतिहासिक त्यो हेर्ने हो भने पनि that was not good place no good no good my friend no अनि त्यस्तो उयसमा हेर्ने भने चाहिँ तिमीले भने जस्तो कि अब पावलले अब थियो क्या त्यहाँनिर कति थियो कि उसकोमा रिजन त भन्नै पर्नु असन्तुष्टि उयो हुने तर पनि उसले त्यस्तो अवस्थामा नि ख्रिस्टलाई उसले उयो गरेछ क्या उहाँमा म जसले मलाई शक्ति दिनुहुन्छ उहाँमै म सबै कुरा गर्न सक्छु सन्तुष्टि हुन सक्छु भन्नु खोजेको क्या वाउ सो पावरफुल त्यही त त्यो जब हामी त्यो कोटेसन त्यो सर्टमा हामी देख्छौँ होइन अथवा तपाईँको गाडीमा हुनसक्छ यसले पनि एउटा सन्देश दियोस् त के दियोस् भने सन्तुष्टताको सन्देश दियोस् होइन त्यो तिमीले भन्दै थियौ क्या एकदम शक्तिशाली कुरा तिमीले भनिरहेको थियौ अनि वाट इज द लास्ट थिङ क्या अब हुन्छ नि यो सर्मन तिमीले बोल्यौ धेरै मजा भएको थियो त्यतिखेर होइन सुन्दाखेरि एकदम धेरै शक्तिशाली त्यहाँनिर एउटा माहौल तिमीले त्यहाँनिर एउटा हुन्छ नि मैले चाहिँ महसुस गरेँ तिमीले पनि महसुस गर्यौ होला होइन अनि के चाहिँ छ त क्या वाट आर सम अफ द टेक अवे अथवा हुन्छ नि अन्डरलाइनिङ थिङ्स यु वुड से फ्रम दिस पोडकास्ट क्या
यदि साँच्चै नै हामी जुन चाहिँ मैले भनिरहेको थिएँ मेन वे चाहिँ अब मैले हामी सन्तुष्ट रहनु सिक्ने कुरा हो यो चाहिँ होइन। हामीले सन्तुष्ट रहनुपर्छ एभ्री कुरामा। येशूले भन्नुहुन्छ नि होइन, भोलिको निम्ति तिमीहरू फिक्री नगर होइन, भोलिको दिन आफैले फिक्री गर्नेछ क्या, आफैले प्रोभाइड गर्नेछौ भन्नु खोजेको क्या भोलिको दिन। अनि किन त्यो भनेको भन्दाखेरि बी कन्टेन्ट वाट एभर यु हेभ, बी थ्याङ्कफुल भन्नु खोजेको क्या। अनि धन्यवादी हुने नि। अनि एउटा वान अफ द उयो के हो भने जो मान्छे साँच्चै नै कन्टेन्ट छ नि, जो मान्छे साँच्चै नै के भनौँ अब यो सन्तुष्टपना छ नि जीवनमा, त्यो मान्छे जहिले पनि धन्यवादी हुन्छ क्या। हरेक कुरामा धन्यवादी हुन्छ क्या। प्रभु तपाईँलाई धन्यवाद, तपाईँको कारणले गर्दाखेरि मलाई जब मिलेको छ होइन, तपाईँलाई धन्यवाद, तपाईँको कारणले गर्दाखेरि मलाई कार मिल्यो, म हिँड्नु परिरहेको थियो तर तपाईँको कारणले गर्दा म कार मिल्यो मलाई होइन, धन्यवादी। एक प्रकारको क्या अब त्यो हाम्रो जीवनमा ह्युमन नेचरमा हुन्छ क्या, जुन चाहिँ त्यो अब एक दुई दिनमा बिर्सिने कुराहरू हो त। त्यो एउटा कामको लागि यति धेरै प्रार्थना गरेर त्यो कामको लागि गयो, इन्टरभ्यू पास गर्यो, काम गर्यो, एक दुई दिन पछाडि त्यो बिर्सिने एउटा उयो हुन्छ क्या। हो त। अनि गनगन गर्न थाल्छ त्यही कामको लागि। वाइ डोन्ट यु डु क्या, अब त्यसको सट्टो चाहिँ गनको सट्टो चाहिँ किन धन्यवादी नहुने क्या। प्रभु तपाईँको कारणले गर्दाखेरि यो काम पाएको छु, अनि यो कामको कारणले गर्दा मेरो परिवार चलेको छ क्या। त्यसरी धन्यवादी हुने नि। जब साँच्ची नै त्यसरी हामी धन्यवादी हुन्छौँ भने नि हाम्रो जीवनमा साँच्ची नै काम एभ्रिडे काम गर्न जानु मनपर्छ क्या। मैले मेरो साथीलाई लास्ट टाइम भनिरहेको थिएँ क्या, मेरो म्यानेजरले भने तँलाई चाहिँ जहिले यहाँनिर बस्नु मनपर्छ कि क्या भने, यस अफकोर्स। छक्कै पर्छ क्या मलाई कामको मान्छेहरू, के हो लाइफ छैन भन्छ क्या, लाइफ छैन भन्छ। आई हेभ अ लाइफ, आई हेभ अ प्लेन्टी अफ लाइफ होइन भन्नुपर्दा होइन, म एकदम सन्तुष्टि छु क्या। अनि म उनीहरूलाई जहिले पनि भन्छु कि दिस इज माई बेस्ट वर्किङ प्लेस, म भन्छु क्या उनीहरूलाई होइन। अनि यु गाइज होइन तपाईँहरू एकदम राम्रो हुनुहुन्छ, यहाँको जुन मेरो कोवर्करहरू छ सबै राम्रो छ, असल छ भनेर म उनीहरूलाई भन्छु क्या। म धन्यवादी हुन्छु क्या उनीहरूको निम्ति। त्यो चाहिँ एउटा जुन चाहिँ हामी कन्टेन्टमेन्ट भएको मान्छेमा चाहिँ त्यो धन्यवादी हृदय हुँदो रहेछ क्या अटोमेटिकली। अनि डेफिनेटली त्यही भन्नु खोजेको क्या, येशूले पनि भन्नुहुन्छ नि होइन, भोलिको निम्ति फिक्री नगर न, भोलिको दिन आफै जुटाउनेछ होइन, भोलिको दिनले के खाउला, के लाउला, के पिउला भन्ने फिक्री नगर भन्नु खोजेको क्या अब। अनि त्यो कुराहरूमा अनि जुन चाहिँ मैले, अनि अर्को चाहिँ मैले यहाँनिर के भनिरहेको थिएँ भने कन्टेन्टमेन्ट जुन चाहिँ हामी जब हामी कन्टेन्ट हुन थाल्दछौँ नि, हाम्रो सन्तुष्टपना हाम्रो जीवनमा हुन थाल्छ भने हामी एकअर्कालाई कम्पेरिजन गर्नु पनि हामी छोड्दो रहेछ क्या। एकअर्कामा हामी कम्पेरिजन गर्नु हामीले छोड्दो रहेछ क्या। कतिपटक हाम्रो जीवनमा हाम्रो नेपालीमा छ नि होइन, फल्नाको जस्तो छोरा हुनु नि हौ भन्छ। त्यो आमा बाउको असन्तुष्टपना हो क्या आफ्नो छोराछोरीप्रति त्यो भएको। आफ्नो छोराछोरीलाई हेरेर कराउँछ नि होइन, त्यो फल्नाको त्यो हेर त्यो रामेको छोरा कस्तो पढेर के भए, आफ्नो चाहिँ हेर न यहाँनिर असन्तुष्ट हो क्या मान्छे त्यो। अनि जब हामी सन्तुष्टपना हुन थाल्छ नि हाम्रो जीवनमा, त्यो नेगेटिभ कुरा होइन तर हामी पोजिटिभ कुराहरू हाल्न थाल्छौँ क्या एकदम मान्छेको जीवनमा। हाम्रो छोराछोरीको जीवनमा पनि कम्पेरिजन गर्न छोड्छ, मेरो छोराछोरी डिफ्रेन्टली बन्नेको छ भन्ने सोचाइ हुन्छ क्या त्यस पछाडि। इभन आफै पनि सन्तुष्ट हुन्छ, आफै पनि सन्तुष्ट हुन्छ क्या। अब मलाई प्रभुले जस्तो बनाएको छ नि त्यसमै म सन्तुष्ट हुनु सिक्नु भनेको कति आशिषको कुरा हो है, कति साह्रो शक्तिशाली। किनभने हामी त चेन्ज गर्न सक्दैनौँ नि त होइन। म राई भएर नाक यस्तो भएर जन्मेँ होइन, मैले अब अरू जातिको यस्तो चुच्चो हुन्छ चुच्चो म हुनु नि भनेर मैले चुच्चो बनाउनु सक्दिनँ नि त हो। प्लास्टिक सर्जरी गरेर हुन्छ, तर हुन्छ नि हामीले सोचेर हामीले चिन्ता गरेर, प्रभुको वचनले भन्छ नि एउटा कपाल झरेको कपाल अथवा फुलेको कपाललाई हामीले सेतोलाई कालो बनाउन सक्दैनौँ होइन। जब हामी सन्तुष्ट हुन थालेपछि हाम्रो जीवनमा साँच्चै नै शान्ति आउँछ क्या। शान्तिले हाम्रो जीवनमा दीर्घायु बनाउँदछ। मैले सुरुमा मैले भनेको थिएँ नि होइन, मेरो सर्मनलाई सुरु गर्नुभन्दा अगाडि मैले के भनेको थिएँ, कसलाई लामो आयुसम्म जिउन मन परेको छ भन्ने कुरा क्या।
अनि यसले खियाउँछ क्या साँच्चै नै असन्तुष्टिपनाले चाहिँ मानिसलाई बिस्तारै 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 खियाउँछ क्या खियाएर यसले चाहिँ हामीलाई अकालमा हामीलाई मार्दछ क्या यसले त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ मेन उयो चाहिँ त्यसलाई नै मैले जोडेर भनिरहेको थिएँ कि कतिजनालाई तपाईँहरू लामो आयुसम्म जिउन मन छ कतिजनालाई हेल्दी होइन निरोगी जीवन जिउन चाहनुहुन्छ तपाईँहरू भनेर सोधिरहेको थिएँ अनि सबैले भनिरहेको थियो कि सबैले हात उठाइरहेको थिए अनि मलाई खुसी लाग्यो अनि त्यही हो क्या अनि हाम्रो जीवनमा सन्तुष्टपना हाम्रो जीवनमा छ भने नि हाम्रो जीवनमा साँच्चै नै हामी लामो आयुसम्म हामी जिउन सक्छौँ क्या डेफिनेटली हो नि किनकि हामी एभ्री कुरामा हामी सन्तुष्ट हुनुपर्छ क्या ख्रिस्टले मलाई यस्तो रङको बनाएको छ म सन्तुष्ट हुनु पऱ्यो क्या यो रङदेखि अर्को रङ हुन चाह्यो भने त म ख्रिस्ट विरुद्ध गएको हो नि किनभने ख्रिस्टलाई प्रभु मलाई त होचो बनाउनु भएछ किन लम्बे नबनाएको है म त अल्गो हुने भनेर हड्डी काट्न थाल्छु होला के गर्न थाल्छु होला होइन अनि त्यो त असन्तुष्टपना हो क्या अनि त्यो भएको कारणले गर्दा जस्तो ख्रिस्टले बनाउनु भएको छ त्यसमा हामी सन्तुष्ट चाहिँ रहनु पऱ्यो जस्तो ख्रिस्टले हामीलाई दिनुहुन्छ त्यसमा हामी सन्तुष्ट रहनु पऱ्यो भन्ने कुराहरू अनि यसले मात्रै हाम्रो जीवनमा चाहिँ यसले हामीलाई लामो आयु दिने काम गर्छ शान्ति दिने काम गर्छ भन्ने कुराहरू सबै एरियामा यो सन्तुष्ट यो हुन सिक्यौँ भने चाहिँ सबै एरिया छुँदो रहेछ क्या तिमीले भनिरहेको थियौ होइन सबै एरिया अब इसाईको जीवनको त झन् सबैभन्दा ठुलो एउटा पक्ष हो क्या सन्तुष्ट रहनु भनेको किनभने संसारमा हामी दौडधुप गरेर हामी कहिले पनि सन्तुष्ट हुन सक्दैनौँ शान्तिमा रहन सक्दैनौँ विच तिमीले एकदम राम्रो यहाँबाट हामी यो पडकास्टबाट तिमीले धेरै कुराहरू हामीलाई भन्यौ थ्याङ्क यू सो मच होइन आजको हाम्रो पडकास्ट हामी यहीँनिर अन्त्य गर्न चाहन्छौँ अनि थ्याङ्क यू सो मच फर ट्युनिङ इन अनि अर्को हप्ता हामीसँग फेरि आउनु होला जोडिन हामी तपाईँहरूलाई यस्तै रोचक अनि एकदमै प्रभुको वचनको एउटा आधारितको वचनहरू हामी पडकास्टहरू लिएर आउनेछौँ धेरै अरू व्यक्तित्वहरू पनि लिएर आउनेछौँ हामीसँग तपाईँहरू यसरी नै सधैँ जोडिराख्नु होला तपाईँहरूको सपोर्टको लागि हामी तपाईँहरूलाई फेरि पनि धन्यवाद भन्दै आजको यो पडकास्ट हामी अन्त्य गर्न चाहन्छौँ थ्याङ्क यू सबैलाई जय मसी